हेलो साथीहरू, आजको के बार आज? मङ्गलबारको आजको डिनर खतरनाक डिनर बन्नेको रहेछ हो घरमा। तपाईँहरू सबैजनालाई देखाउँदैछ। पकाउने मान्छे चाहिँ हो ढ्यान्टाडान बोर्ड ढ्यान्टाडान। के को साग हो कालु? सिमरायोको साग। यो भात के को अचार? बदामको अचार अझै होला। यो चाहिँ माछा, रुई माछा। मेरो बुढीले चाहिँ माछा, मेरो बुढीको चाहिँ फेरि माछा मासुमा चाहिँ नि खानेको एउटा उयो छ, एउटा भेराइटिज छ मेरो बुढीको। मासुहरूमा चर्बी खान्छ हो, माछामा टाउको र पुच्छर खान्छ हो। यो चाहिँ के हो? ओहो लो, दामी बनाएछ बुढी। हाल लो ल लियो चाहिँ लो भयो हो। गरम पानी यहाँ पुसी क्याट 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 म्याउ म्याउ। बेला साह्रो परिसक्यो। अरू अच्छा, यहाँ अझै पनि थियो। यहाँ के पो थियो? अरे बाफ्रे, थुक्पा हो। नेपालीको घरमा थुक्पा बनेन भने त के मजा आएछ। नेपालीको घरमा थुक्पा बनेन भने के मजा आएन। आमा चिकन सुप रहेछ हो। यो चाहिँ मेरो सालोले पठाइदिएको, उसको दिदीलाई पठाइदिएको। भेनाको लागि चाहिँ होइन, दिदीको लागि। ल आजको चाहिँ खाना यस्तो हो। मेरो बुढीको चाहिँ अब खानुको एउटा उयो छ। मासुमा चर्बी खान्छ त माछामा पुच्छर र टाउके। गरम पानी, यो माछाको तिते कस्तो दामी बनाउँछ बुढीले। सिमला मिर्च के सिमरायोको साग, यो बदामको अचार। यो अन्त यहाँ यसलाई साह्रो पऱ्यो, पहिला चाहिँ यसलाई मुछेर दिइहाल्नुपर्छ हो। यही हो मेरो। कुकुर बिरालोलाई खाना दियो भने भोलि पर्सि मरेर जाँदाखेरि बाटो, स्वर्ग जाने बाटोमा चाहिँ जाँदाखेरि तर्नु सकेन भने चाहिँ त्यति बेला चाहिँ बिरालो र कुकुरले चाहिँ स्वर्ग लिएर जान्छ अरे हो। बिचरा हाम्रो आसमा बस्छ, खाना दिनुपर्छ। त्यो सब फाल्तु कुरा हो हो, त्यो सब जिनिस फाल्तु हो। ल खाऊ ल, सबैजनाले खानुहोस्, राम्रोसँग बस्नुहोस्, सुत्नुहोस्, जाडोको मजा लिनुहोस्। आफ्नो बुढीसँग मजाले टाँसेर सुत्नुहोस्, नभए जाडो थाम्नु सकिँदैन हो। बुढी नानीसँग चाहिँ एकदम च्याप्प टाँसेर सुत्ने यो जाडोमा चाहिँ, नभए जाडो चाहिँ लागेकै गर्छ। ल सबैजनालाई गुड नाइट।